अब के को लागि भोट दिने भन्ने कुरोमा चाहिँ अर्को कुरा हाम्रो देशमा सुशासन कायम छैन हैन। अनि किनभने धेरैभन्दा धेरै भ्रष्टाचार भइरहेको छ देशमा। त्यसले गर्दाखेरि हाम्रो श्रम संस्कृति पार्टी भनेको चाहिँ जन्मिनुभन्दा अगाडि पनि श्रमदान अभियान चलाएर चाहिँ अगाडि बढिरहेको हुनाले विशेष गरी धेरै देशहरू जस्तै कोरिया, दक्षिण कोरिया हैन, अब चाइना, जापान यी आदि देशहरू चाहिँ श्रमदान अभियानबाट नै देश बनेको छ हैन। अनि तसर्थ यो देशको अब दैनिक हजारौं युवाहरू चाहिँ अब विदेश पलायन भइरहेको अवस्थामा यो देशको विकास गर्नको लागि चाहिँ पहिलो आधार भनेको चाहिँ श्रमदान अभियान हो। त्यसले गर्दाखेरि हर्क सामदारले पनि काम गरिराख्नु भएको छ र हामी पनि काम गर्नको लागि हाम्रो इच्छा चाहना छ हैन। र सबै जनताले पनि सुशासन लगायत यो देशलाई परिवर्तन गर्नको लागि खोजिराख्नु भएको छ। यो परिवर्तनको लागि चाहिँ भोट श्रम संस्कृति पार्टीलाई मातालाई दिनु पर्यो। राम्रो भिजन लिएर आएको छौँ हामी हैन। राम्रो भिजन त सबैले लिएर आएको छ। सुन्नु न, तपाईले चाहिँ पसिना बगाएर देशहरू विकास गर्नुपर्छ भन्ने भिजन छ हैन। त्यही भएर चाहिँ संस्कृति पार्टीले चाहिँ भोट दिनुपर्छ भन्ने। शिक्षा स्वास्थ्य र चाहिँ हाम्रो यो पुनर्निर्माणका काम धेरै छन्। त्यसमा हामी विशेष काम हुनेछ। त्यसमा शिक्षा स्वास्थ्य क्षेत्रले धेरै सडकहरू छ हैन। हाम्रो यो नदीको धुवानको समस्याहरू छ। जिते पनि नजिते पनि यो श्रम निरन्तर रहन्छ कि तपाईँ फेरि हाम्रो समय निरन्तर रहन्छ। हामीले तपाईँलाई विजयको शुभकामना। हस्।